छोरी मान्छेहरूलाई राम्रो हुन त्यति सजिलो छैन कि जति सजिलो अरूहरूले भन्छन् नि कति नकल पारेर हिँडे कि कति धेरै लगाएको भनेर। लगाउन पनि तरिका जान्नुपर्छ होइन, लगाएको पनि सुहाउनु पर्छ, मेकअप मात्रै गरेर भएन, ड्रेसअप पनि मिलाउनु पर्छ होइन। अझै त्यो माथि पनि हामीलाई थ्रेडिङ गर्नुपर्छ, भ्याक्सिन गर्नुपर्छ, हेयर कट के गर्नुपर्छ के राम्रो हुनको लागि स्किन केयर गर्नुपर्छ। तर अरूले के सोच्छ भन्दा यहाँ अरूको लागि गरेको हो, अरूलाई देखाउनको लागि गरेको होइन। हामी मेकअप अरूलाई देखाउनको लागि होइन, आफ्नो कन्फिडेन्ट बढाउनको लागि गर्छौँ होइन। हामी बिहानै रेडी भएर चट्ट परेर निस्किएपछि हाम्रो दिन नै राम्रो हुन्छ कि काम गर्न जाँगर लाग्छ, मान्छेसँग कन्भर्सेसन गर्न एकदमै जाँगर लाग्छ, राम्रो हुन्छ होइन। कोही छोरा मान्छेलाई थ्रेडिङ गरौँ भ्याक्सिन गरौँ भन्नु त उनीहरू कति भाग्छन् टाढा, यस्तो रातो भएको छ तर पनि जसो तसो गरेर राम्रो त हुनै पर्यो नि होइन त। मेरो थ्रेडिङ कस्तो लाग्यो तपाईँहरूलाई? आजको लागि यति नै। म भोलि पनि फेरि एउटा भिडियो पोस्ट गर्छु, लाइक गरिदिनु ल। आजको लागि यति नै, बाई बाई।